हाम्रो देश नेपाल प्रकृतिले एकदमै धनी देश हो। त्यसमाथि नेपालमा खोला नाला झरना अनि त्यसपछि जङ्गलहरू त अथाह मात्रामा देख्न पाइन्छ। हरियो वन नेपालको धन भन्ने त एउटा नारा नै छ हाम्रो देशको लागि। एकदमै हरियो वनको एकदमै धनी देश हाम्रो नेपाल। त्यसैमाथि आज यो झरना हेर्नुहोस्, यहाँ झरना देखिरहनु भएको छ मेरो पछाडि, एकदमै राम्रो छ। जस्तो अहिले म नेपालमा नभए पनि यो म अहिले नेपालको सम्झना, ट्याक्कै नेपालको जस्तै सम्झना आउने एउटा अस्ट्रेलियाको एउटा ठाउँमा आएको छु म। एउटा जङ्गलभित्र सानो झरना रहेछ र यसो हेरौँ न त कस्तो रहेछ भनेर आएको। ट्याक्कै नेपालको जस्तै याद आउने एउटा यो झरना चाहिँ यहाँ हामीले देखिरहेका छौँ। तपाईँले हेर्न सक्नुहुन्छ। त्यो पछि यहाँ हेर्नुहोस्, ट्याक्कै नेपालको अझ पहाडी जिल्लाहरूमा हुने त्यो ढुङ्गाहरू, नेपालको जुन त्यो भौगोलिक हिसाबले पनि एकदमै जस्ताको तस्तै हाम्रो देशमा जे छ यहाँ पनि त्यही छ ट्याक्कै हो। त्यस्तो खाले यो ढुङ्गाहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ ट्याक्कै यहाँ प्रकृति ले ट्याक्कै बनेको यो एउटा नेपालको चाहिँ ट्याक्कै याद आउने एउटा, यहाँ आएपछि नेपालको झल्को मेटिने खालको एउटा दृश्य हामीले देख्यौँ। यहाँ विभिन्न ठाउँहरू छन् यस्तो, हामी धेरै ठाउँ गएका छैनौँ र जति ठाउँ गएका छौँ हामीले देखाउने कोसिस गरेका छौँ। यो भिडियो हेर्नुहोस्, यहाँ झरना कलल सल्ल रूपमा बगिरहेको छ। हामी यहाँ एकदमै आनन्दित रूपमा एकदमै आनन्द प्रकृतिको चाहिँ एउटा फिल गरिरहेका छौँ हामीले। यस्तै ठाउँहरू चाहिँ तपाईँहरूले गुगलमा गएर पनि हेर्न सक्नुहुन्छ। त्यो पछि यस्तै झरनाहरू धेरै छ। यहाँ हाइकिङ जाने ठाउँहरूदेखि लिएर धेरै कुरा छ। यहाँ प्रशस्त मात्रामा धेरै मान्छेहरू पनि घुम्न आउनुहुन्छ। त्यो पछि त्यहाँबाट आउने बाटोदेखि लिएर सबै एकदमै ट्याक्कै नेपालको जस्तै याद आउने रहेछ। त्यो भएर मैले हजुरहरूलाई पनि देखाउन खोजेँ। यो पानी एकदम चिसो छ यहाँनिर, जान अहिले जाडो पनि भइरहेछ। त्यो भएर जानलाई चाहिँ अलि असम्भव भन्दा पनि हामी जान खोजेनौँ। किनभने यहाँनिर ट्याक्कै नेपालको जस्तै यो रुखहरू, उता वन जङ्गलहरू यस्तो छ। उता वन जङ्गलहरू पनि हेर्न सक्नुहुन्छ। ट्याक्कै नेपालमा जे छ त्यही हामीले यहाँ यो दृश्य पाइरहेका छौँ। त्यो भएर हजुरहरूसँग पनि मलाई केही कुराहरू सेयर गर्न मन लाग्यो। ट्याक्कै हामी विश्वको जुनसुकै कुनामा गए पनि ट्याक्क एक अर्कासँग चाहिँ परिपूरक हुन्छ अरे के। विश्वको जुन कुनामा गए पनि, जस्तै हामी नेपाली, हामी विश्वको जुनसुकै कुनामा गए पनि त्यो ठाउँमा, जुनसुकै देशमा गए पनि त्यो ठाउँमा कुनै न कुनै नेपालको एउटा भाइब्स आउने ठाउँ चाहिँ पक्का हुन्छ। त्यो भएर हजुरहरू जुनसुकै देशमा हुनुहुन्छ भने पनि यसो खोज्नु होला। कहिलेकाहीँ रिफ्रेस हुनको लागि, फ्रेस हुनको लागि चाहिँ हजुरहरू जान सक्नुहुन्छ। त्यो पछि यहाँ धेरै पर्यटकहरू आउँदा रहेछन्, हामीले आज देख्यौँ। एकदमै राम्रो, एकदमै खुसी लाग्यो। त्यो पछि आज नेपालै गएको जस्तो, विदेश बसेर पनि नेपालै गएको जस्तो चाहिँ फिल भयो। र यस्तै भिडियो हेर्नको लागि चाहिँ मेरो पेजलाई फलो गर्न नबिर्सिनु होला भन्दै म अरू कुनै ठाउँमा जाँदा पनि यस्तै भिडियोहरू बनाएर हजुरहरूलाई प्रस्तुत गर्नेछु। अहिलेको लागि चाहिँ बिदा हुन चाहन्छु। धन्यवाद।